ल सबैजनालाई है मैले यो भिडियो बनाउनुको उद्देश्य चाहिँ बिहान क्लासमा अलिक राम्रोसँग गर्न पाइनँ। अब यहाँ क्यालकुलेटर चाहिँ हुनु पऱ्यो है, क्यालकुलेटर सहित गर्न सजिलो सिम्प्लेक्स मेथडको कुरा हो। सिम्प्लेक्स मेथड 5 मार्क्समा आउँछ, त्यसकारण एकदमै त्यो कुरालाई चाहिँ विचार गर्नु पऱ्यो तिमीहरूले। त्यही भएर बिहान अब क्लासमा अलिक राम्रोसँग बुझाएन भने मैले फेरि यो भिडियो चाहिँ बनाइदिनु भएको थियो तिमीहरूको लागि भनेर है। अब ल हेरौँ है त। अब यहाँनिर के देखिरहेछ नि होइन तिमीहरूले? उम्, देख्नु पर्यो भन्ने कुरा हो मेरो है। ल अब यही बिहानकै क्वेसन भइहाल्यो। म्याक्सिमाइज जेट इज इक्वल टु 15x प्लस 2y सब्जेक्ट टु 2x प्लस वाइ लेस देन अर इक्वल टु 21, 3x प्लस वाइ लेस देन अर इक्वल टु 25, एक्स वाइ ग्रेटर देन 0। अब यो मैले 1 र यता 2 लेखाएको छु। यो 1 गरेपछि म यो 2मा गर्छु, ध्यान दिनु है। 1मा गरेपछि 2मा गर्छु। अब हाम्रो पहिलो काम त के गर्नु पर्यो, यहाँ स्ल्याक भेरिएबल इन्ट्रोड्युस गर्ने है। स्ल्याक भेरिएबल इन्ट्रोड्युस गर्ने है त। स्ल्याक भेरिएबल इन्ट्रोड्युस गरौँ है त। अब स्ल्याक भेरिएबल हामीले इन्ट्रोड्युस गरौँ। त्यहाँनिर के गर्नु पर्यो, लेट होइन, लेट आर एन्ड एस बी द नन नेगेटिभ के भन्नु पर्यो, स्ल्याक भेरिएबल, स्ल्याक भेरिएबल होइन, भेरिएबल देन द गिवन एलपिपी क्यान बी रिटर्न एज होइन, क्यान बी रिटर्न एज के लेख्न सकिन्छ त भन्दा त्यो सबै यो लेस देन हुनु पर्यो है। फेरि यो लेस देन अर इक्वल टु, यो पनि लेस देन अर इक्वल टु हुनु पर्यो। यति गरेपछि के भयो त, यो 2x प्लस 3y, 3y लेस देन अर इक्वल टु होइन, लेस देन अर इक्वल टु भनेपछि हाम्रो लेस देन अर इक्वल टु, ल लेस देन अर इक्वल टु कति भयो त, 21। यसरी पर्दैन हो, लेस देन अर इक्वल टु हामीले अब आर र यसले बिच त प्लस आर इज इक्वल टु 21 लेख्ने हो। अनि त्यसपछि फेरि 3x प्लस 2y प्लस यस इज इक्वल टु 24 गर्ने हो। र त्यसपछि म यो माथि राखौँ होइन। यो गरेपछि जेट इज इक्वल टु होइन, जेट इज इक्वल टु 15x प्लस 12y। अब यसलाई हामीले कसरी लेख्न मिल्छ त, यसलाई चाहिँ यो -15x यता लिएर आउने, -15x अनि -12y अनि प्लस जेट इज इक्वल टु 0 हो। अब यसलाई हामीले के लेख्नु के लेख्न सक्छौँ त, यसलाई हामीले स्ट्यान्डर्ड फर्ममा लेख्नु पऱ्यो होइन, स्ट्यान्डर्ड फर्ममा लेख्नु पऱ्यो। अब स्ट्यान्डर्ड फर्ममा चाहिँ मैले यहाँ लेखेँ है त। ल यहाँ चाहिँ हाम्रो यो स्ट्यान्डर्ड फर्ममा लेख्ने, स्ट्यान्डर्ड फर्म भनेको अब होइन, इट्स स्ट्यान्डर्ड फर्म इज होइन। स्ट्यान्डर्ड फर्म भनेको के त, अब यहाँ आर छ, अब यहाँनिर के छैन, एस जेडहरू छैन नि त। अब त्यहाँनिर के थप्नु पऱ्यो, प्लस 0.s प्लस 0.z थप्नु पऱ्यो। यहाँ पनि ओहो यहाँ यक्स हुनुपर्ने, यसो भएछ है। यस भनेपछि यहाँनिर के थप्नु पऱ्यो त भन्दा के अरे 0.r 0.r
प्लस 1 डट एस प्लस 0 डट जेड इज इक्वल टू ल 24 त भइहाल्यो। हामी सिम्पली अब यसलाई पनि त्यही तरिकाले जानु पऱ्यो होइन। यसलाई पनि हामीले यहाँनिर चाहिँ के थप्नु पऱ्यो, प्लस 0 डट के अरे 0 डट आर अनि यतापट्टि 0 0 डट एस अनि प्लस ल यो स्ट्यान्डर्ड फर्म भयो होइन। यहाँ हाम्रो स्ट्यान्डर्ड फर्म भयो। अब यो स्ट्यान्डर्ड फर्म भएपछि है अब हामीले अब यसलाई चाहिँ केमा यसको त इनिसियल टेबल बनाउने, इनिसियल टेबल बनाउने है। इनिसियल अब यही स्ट्यान्डर्ड फर्ममा भएपछि इनिसियल टेबल बनाउने है। यो पनि हेरिदिउँ। यहाँनिर एउटा टेबल बनाऊ। टेबल चाहिँ कति कोलमको बनाउने, 1 2 3 4 5 6 7वटा कोलमको अनि 4वटा होइन 7वटा हुन्छ। ल 7वटा बनाइयो। ओके र हामीले यो हाम्रो इनिसियल के हो त टेबल होइन। इनिसियल टेबल भयो यो चाहिँ। इनिसियल के हो त यो सिम्प्लेक्स टेबल। इनिसियल सिम्प्लेक्स टेबल यु टेबल यु होइन। हाम्रो इनिसियल टेबल सिम्प्लेक्स टेबल भयो। अब यसमा के हुन्छ त, यहाँ हाम्रो बेसिक भेरिएबल हुन्छ होइन। बेसिक भेरिएबल हुन्छ भनेपछि यसलाई अलिकति साइज गरौँ ल। यहाँ हाम्रो बेसिक भेरिएबल भयो। यहाँनिर एक्स हुन्छ होइन। कति त 40 ल। यो हाम्रो एक्स भयो। त्यसपछि यतापट्टि वाइ भयो। त्यसपछि यतापट्टि आर भयो होइन। आर भयो। यतापट्टि एस भयो। त्यसपछि यतापट्टि हाम्रो कति भयो त भन्दाखेरि जेड भयो। र यतापट्टि चाहिँ आरएचएस होइन। आरएचएस यो भयो है। आरएचएस ल। यहाँ हाम्रो इनिसियल टेबल। अब इनिसियल टेबलमा अब के हुन्छ, यो 2 3 यो राख्दै जाउँ अब हामी होइन। 2 अनि यो 3 यो 1 यो 0 0 सरी यता हाम्रो बेसिक भेरिएबलमा त हामीले आर पो राख्ने हो त है। यहाँ चाहिँ 2 राख्नु पऱ्यो, यहाँ 3 राख्नु पऱ्यो, यहाँनिर 1 राख्नु पऱ्यो, यहाँ 0 भइहाल्यो। यहाँ पनि यहाँ चाहिँ 0 नै भयो होइन। 0 भयो। अनि आरएचएसमा चाहिँ कति छ त 21 अब यसपछि यतापट्टि यस यो कति भयो त यहाँ 3 यहाँनिर कति भयो 2 यहाँनिर 0 यहाँनिर 1 होइन। यहाँनिर चाहिँ कति भयो त 0 भयो। अनि यहाँनिर 20। अब त्यस्तै हामीले फेरि यतापट्टि त केही छैन। यता तल चाहिँ के छ त -15 अनि यहाँ कति भयो -12 अनि यहाँनिर कति भयो त 0 यहाँनिर कति भयो 0 भयो। यहाँनिर 1 यहाँनिर कति भयो त 0। यो हाम्रो इनिसियल के भयो त सिम्प्लेक्स टेबल बनायौँ हामीले होइन। अब यसमा हामीले हेर्नुपर्ने चाहिँ के हो त, पहिला पिभोट इलिमेन्ट फाइन्ड आउट गर्नु पर्यो।
पिभोट इलिमेन्ट फाइन्ड आउट गर्नलाई पहिला पिभोट के अरे पिभोट कोलम, पिभोट रो, पिभोट कोलम र पिभोट रो फाइन्ड आउट भएपछि मात्रै बल्ल पिभोट इलिमेन्ट फाइन्ड आउट हुन्छ। पिभोट कोलम कसरी फाइन्ड आउट हुन्छ? मस्ट नन नेगेटिभ इन्ट्री, मस्ट नन नेगेटिभ इन्ट्री जुन कोलममा छ त्यो हाम्रो के हुन्छ त? के हुन्छ त्यो हाम्रो पिभोट कोलम हुन्छ होइन। त्यो हाम्रो के हुन्छ त? पिभोट कोलम हुन्छ। त्यो कुरा हामी यहाँ लेखौँ होइन। त्यो चाहिँ हाम्रो मस्ट उसमा हुन्छ होइन। के हो त भन्दा हियर द मस्ट नन नेगेटिभ मस्ट नेगेटिभ चाहिँ मस्ट नेगेटिभ इन्ट्री इज -15 है। हाम्रो -15 भयो भनेपछि यो हाम्रो के भयो त? यो है म यहाँ अब हल्का कलर पनि लगाइदिन्छु भनेपछि यो हाम्रो चाहिँ के भयो त? यो पार्ट होइन, यो दुइटा हेर त यो के भयो त भन्दाखेरि हाम्रो के भयो त? उम्, यो चाहिँ के भयो त? हाम्रो पिभोट कोलम भयो। सो अब पिभोट कोलममा ल होइन, यो हाम्रो के भयो त? पिभोट कोलम भयो। सो के भयो त? यतापट्टि जाउँ त। उम्, सो पिभोट रो ए पिभोट कोलम, पिभोट कोलम इज एक्स कोलम, पिभोट कोलम इज एक्स कोलम। अब यो भएपछि होइन, यो भएपछि यो पिभोट कोलम भयो भनेपछि मैले यो पिभोट कोलमलाई यसो गरौँ न। ल यो चाहिँ हाम्रो यसलाई ल रेड कलर लगाइदिउँ। यो हाम्रो पिभोट कोलम भयो है, रेड कोलम लगाएको। अब पिभोट हामीलाई के चाहियो? पिभोट रो चाहियो। पिभोट रोको लागि के गर्ने त? पिभोट रोको लागि भनेको चाहिँ यो एक्समा भएको यो जुन 2 छ र आरएचएसमा भएको जुन यो 21 छ, यसलाई चाहिँ के गर्ने? यसको रेसियो निकाल्ने है। पिभोट रोको लागि के गर्ने रे? पिभोट रोको लागि चाहिँ म यहाँनिर यसलाई पनि कलर लगाइदिउँ न। कलर लगाइदिएपछि अलिकति होइन सजिलो पनि हुन्छ। ल यो होइन, यो रातो र यो जुन हरियो छ यसमा भएको यो दुईटा नम्बरको चाहिँ के गरिदिने त? हामीले रेसियो निकाल्ने। रेसियो निकाल्नलाई अब के गर्नु पर्यो त? एउटा 21/2 हुन्छ होइन, एउटा कति हुन्छ त? 21/2 हुन्छ भनेपछि ल के आयो त? फेरि सिन्स होइन, सिन्स 21/2 गर्दा त कति आउँछ? यो भनेको 10.5 आउँछ। एन्ड अनि 24 के गर्नु पऱ्यो? 24/3 गरौँ, यो चाहिँ कति आउँछ? 8 आयो भने चाहिँ कुन मिनिमम आयो त भन्दा यो होइन, यो 3 वाला चाहिँ के आयो त? मिनिमम आयो हो। यो चाहिँ हाम्रो अब के हुन्छ त? पिभोट रो हुन्छ। जुन चाहिँ के हो त? यो के हो त? यो भनेको हाम्रो पिभोट रो भयो होइन। यो जुन मैले यहाँ देखाएँ हो, यो चाहिँ के भयो त? पिभोट रो भयो। अब यसलाई चाहिँ मैले ल के अरे यो पहेँलो कलरले राख्ने भनेपछि यो के भयो त हाम्रो है। यो हाम्रो पिभोट रो चाहिँ के भयो त? पिभोट रो चाहिँ के आयो त भन्दा पिभोट रो इज एस रो, यसरी भयो भनेपछि अब यो दुइटैको कमन भनेको के हो त? यो 3 हो। दुइटैको कमन भनेको के हो त?
3 भयो सो पिभोट एलिमेन्ट इज होइन पिभोट एलिमेन्ट इज के आयो त 3 आयो सो अब यो 3 लाई चाहिँ हामीले के बनाउने हो त 3 लाई चाहिँ हामी के बनाउँछौँ त 1 बनाउँछौँ होइन सो वी मेक 3 1 3 2 1 यसलाई 1 बनाउँछ 3 2 1 भनेपछि अब यसको लागि के गर्नु पर्यो त अब यतापट्टिको यो R1 हो यो R2 हो यो R3 चाहिँ R2 मा 3ले भाग गरिदिने के गरिदिने त R2 मा 3ले भाग गरिदिने है त अब यसलाई मैले यसो गरौँ न यसलाई चाहिँ तल पठाइदिउँ यो अहिले 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 हामीलाई चाहिन्छ नि त यसलाई चाहिँ तल पठाइदिउँ है यो भाग चाहिँ मैले यसलाई डिलिट गरेँ भनेपछि हाम्रो अब यसलाई हामीले कुन रोबाट जाने त भन्दाखेरि R2 होइन R2 होइन R2बाट जानु पर्यो होइन ल अब हाम्रो सेटमा टेस्टमा जाएर ल अब यहाँनिर हामीले के भन्नु पर्यो त भन्दाखेरि आर ध्यान दिने है एकदम राम्रोसँग ध्यान दिने है मैले एकदम बिस्तारै गरिरहेको छु तिमीले जोस् भनेर मैले त्यो गरिरहेको छु सो अब हामीले के गर्नु त R2लाई हामीले के गर्नु पर्यो त के गर्ने त भन्दाखेरि ल लाई चाहिँ R2 डिभाइड बाई 3 गर्ने हो भनेपछि अब एभ्री कुराहरू चेन्ज हुन्छ यहाँनिर होइन सबै के चाहिँ चेन्ज हुने भयो त भन्दाखेरि यो R2को कुरा मात्रै चेन्ज हुने भयो ल यसलाई यतापट्टि लिएर आउँ न होइन अरू सबै अरू त कुनै पनि चेन्ज हुँदैन मात्र यहाँ चेन्ज हुने भयो भनेपछि यहाँ 1 आउने भयो होइन यो हाम्रो सेकेन्ड टेबल भयो है यो सेकेन्ड टेबल भयो यो चाहिँ 2/3 आउने भयो यो 0 हुने भयो यो चाहिँ 1/3 आउने भयो यो 0 हुने भयो यो चाहिँ कति हुने भयो त यो चाहिँ हाम्रो 8 हुने भयो बुझ्यो होइन ल, यसरी गर्नु सेकेन्ड टेबल भयो है अहिलेको त्यो प्रिभियस इनिसियल टेबल भयो यो हाम्रो सेकेन्ड टेबल अब यसमा अब के गर्ने त भन्दाखेरि ल अब यो सबैलाई मैले हटाइदिएँ है नन गर्ने त्यो पनि हटाइदिउँ अनि अब यसलाई पनि हटाइदिउँ यसलाई पनि हटाइदिउँ। ल अब यस्तो आउँछ होइन अब हो यसको लागि चाहिँ मैले तिमीलाई क्यालकुलेटर चाहिन्छ भनेको थिएँ होइन अब के गर्ने त भन्दा जुन यो हाम्रो यक्स कोलम छ नि यो यक्स कोलमलाई हेर्नु है यो यक्स कोलमलाई चाहिँ हामीले अब यसलाई फेरि मैले कलर लगाएँ यसलाई फेरि कलर लगाएँ जुन हो यो पार्ट छ नि जुन हो अब यो हाम्रो कोलममा चाहिँ यो माथिकोलाई यसलाई हामी 0 बनाउने यो लेख्नु पर्दैन है यसलाई 0 बनाउने अर्को यो तललाई है यसलाई 0 बनाउने है यो लेख्नु पर्दैन यो हाम्रो आइडिया के हो भने अब यसलाई र यसलाई के गर्ने त 0 बनाउने त्यो 0 बनाउनलाई के गर्नुपर्छ त अब यसो सोच न त्यसको आइडिया अब यहाँबाट आउँछ होइन
यसलाई डिलिट गरौँ। यो पनि मैले डिलिट गरेँ। अब यसको यसलाई 0 बनाउने भनेपछि है यहाँ ध्यान दिनु, यसलाई चाहिँ मैले यतापट्टि कपी गरेँ है त, के भयो यसरी ल, ल। ए यो सिलेक्ट गरे भएर मात्र रहेछ नि त। पुरै नि हामीले गर्न खोज्यो। ल यस्तो आयो होइन। अब हामीले यो पार्टलाई चाहिँ 0 बनाउने हो भनेपछि होइन, यो पार्टलाई अर्कोचोटि लेख्दाखेरि अब यसलाई डिलिट गरौँ। अनि यो पार्टलाई हामीले यसलाई डिलिट गरिदिउँ। अब हामीले यसलाई र यसलाई 0 गर्ने भनेपछि यहाँनिर चाहिँ मेन कुरा भयो क्या, यहाँनिर चाहिँ त्यो कुरा चाहिन्छ होइन। अब के गर्दाखेरि त्यो ठिक होला त भन्दा यहाँनिर के कुरा चाहिन्छ त भन्दाखेरि यहाँबाट हेर्ने के चाहिन्छ त भन्दा हाम्रो R1लाई कसरी 0 बनाउन सकिन्छ त, आर वानलाई कसरी 0 बनाउन सकिन्छ भन्दा R1लाई कसरी 0 बनाउन सकिन्छ, R1 माइनस 2 2R के अरे 2 गरेर होइन त, यो गरेर पाइन्छ भनेपछि हो यो जुन -2 छ नि हो यो चाहिँ अब हाम्रो के हुन्छ त, ईको काम गर्छ क्या त्यसले। सो यहाँनिर अब मैले यहाँ क्यालकुलेटरमा गएँ है त, अब क्यालकुलेटरमा गएँ। अब हामीले त्यो फर्मुला सेट गरौँ। पहिला अल्फा थिचौँ अनि त्यसपछि फेरि अल्फा सेमिकोलन, फेरि अल्फा ए, अल्फा सेमिकोलन, अल्फा बी, अल्फा सेमिकोलन, अल्फा सी, अल्फा सेमिकोलन, अल्फा अब के गर्नु पर्यो ई, अल्फा ए, अनि प्लस अल्फा एक्स होइन, अल्फा फेरि सेमिकोलन, अल्फा ई, अल्फा बी, अब यहाँ प्लस चाहियो नि त हामीलाई होइन, प्लस अल्फा वाई, अल्फा सेमिकोलन, अल्फा फेरि ई नै, अल्फा सी प्लस अल्फा एम। अब के गर्ने क्याल्कमा थिच्ने होइन, क्याल्कमा थिचौँ। क्याल्कमा थिच्दाखेरि चाहिँ हाम्रो पहिलाको ई भनेको के हो त -2। अब हामीले यो माथि यो R1को लागि गरिरहेछौँ क्या, माथि R1को लागि गरिरहेछौँ हो। त्यो R1को लागि गरेपछि अब ई भनेको चाहिँ हाम्रो के हो त माइनस कति त -2 हो। अब इजकल टु थिचौँ। अब ए भनेको कति हो त भन्दा हो, अब तिमीहरू कन्फ्युजन हुने भनेको यही हो। अब यो यसैलाई हेर्ने है, यसैलाई हेर्ने यहाँनिर। ओहो ल अब यसैलाई हेरौँ। यो हामी यसलाई 0 बनाउन गइरहेछौँ भनेपछि यो कलर पनि हटाइदिउँ, यसलाई पनि मैले हटाइदिएँ। अब हाम्रो यहाँनिर ए भनेको त के हो त, यो चेन्ज नहुने इलिमेन्ट भनेको यो भयो भनेपछि यो एबिसी हुन्छ क्या। यो के हुन्छ त यो चाहिँ यो एबिसी यो चाहिँ हुन्छ। यसलाई मैले अहिले यसलाई पनि कलर गरिदिएँ। सो हो यो ग्रिन जति के हुन्छ त एबिसी हुन्छ, ग्रिन जति के हुन्छ त एबिसी हुन्छ भनेपछि अब ए को ठाउँमा कति राख्ने त, ए को ठाउँमा 1, बी को ठाउँमा कति राख्ने त 2/3, सी को ठाउँमा कति राख्ने त 0 है। अब एक्सको ठाउँमा कति, एक्स एक्स भनेको त यो माथिको हो, यो चेन्जवाला हुनेवाला भनेपछि यसलाई पनि मैले कलर गरेँ है। अलिकति ल, यो भनेको यो पार्ट चाहिँ यसलाई मैले
अब जुन चाहिँ हुने भनेको चाहिँ त्यसलाई चाहिँ मैले रातोले गर्ने है त। ल यो चाहिँ रातो भयो भनेपछि एक्सको ठाउँमा कति राख्नु पर्यो, 2। वाईको ठाउँमा कति राख्नु पर्यो, 3। अनि आरको ठाउँमा कति के अरे त्यो आरको ठाउँमा कति राख्नु पर्यो त, अथवा होइन त्यो भनेको हाम्रो 1 होइन। ल अब एकचोटि गरौँ, यो हामीले चेक गर्नलाई मात्र। ई भनेको हामीले -2 राखेको ठिक छ, ए भनेको कति छ, 1 छ ठिक छ, बी भनेको 2/3 छ ठिक छ, सी भनेको 0 छ ठिक छ। भनेपछि अब कति आयो त, ल अब एकचोटि थिचौँ त, हो यो ए प्लस यक्स भनेको चाहिँ यहाँनिर राख्ने है, यो भनेको हाम्रो 0। फेरि एकपल्ट गरौँ, 5/3। ल यहाँनिर राखौँ होइन, 5/3। फेरि एकपल्ट गरौँ भनेपछि कति आयो त, 1 होइन, यो भनेको 1। यस्तो भयो। अब फेरि अहिले त हामी इमै छौँ होइन, इमै छौँ भनेपछि अब हामीले फेरि नेक्स्ट एबिसीको लागि त यो एबिसी चेन्ज हुन्छ, अनि XYZ भनेको यो हुन्छ हो। हो अब यतापट्टिको यो माथि तिनवटा चाहियो नि त होइन, अब माथि तिनवटा भनेपछि यो एबिसी हुन्छ, तलको यो एबिसी, माथिको XYZ हुन्छ भनेपछि अब यसलाई पनि मैले फेरि चेन्ज गरिदिउँ न, किन झुकिने होइन। र अबको हाम्रो के हो त भन्दाखेरि यो पनि नन भयो, ओके, यो पनि नन भयो होइन। नन गरौँ। अब हाम्रो लागि एबिसी भनेको यो भयो, एबिसी भनेको चाहिँ यिनीहरू भए होइन, यिनीहरू एबिसी भए। यसलाई पनि यसो गरौँ न, डिजाइन गरेर। ल यो हाम्रो यो चाहिँ एबिसी भयो, अनि यतापट्टिको चाहिँ यो के भयो त, XYZ भयो। यो चाहिँ के भयो त, XYZ भयो। ल अब यो भ्यालु राख्यौँ होइन। अब फेरि एकचोटि इक्वल टु गरौँ, ई भनेको -2 नै राख्ने हो। ए भनेको कति त, अब 1/3 भयो, ए भनेको 1/3। बी भनेको 0, सी भनेको 8, एक्स भनेको 0, वाई भनेको पनि 0, र एम भनेको 21। ल अब ई भनेको -2 ठिक छ, ए भनेको -1/3, 0, 8 भनेपछि यो कति आयो त, ए प्लस यक्स भनेको यहाँनिर राख्ने, ए प्लस यक्स भनेको -2/3 यहाँ राखिदिने है। त्यस्तै अब त्यसपछि फेरि इक्वल टु थिचौँ, इबी प्लस वाई भनेको यो भनेको 0, र अनि फेरि एकपल्ट इक्वल टु थिचौँ, यो भनेको हाम्रो 5 है। यसरी गर्ने हो कि। अब यो यसो पऱ्यो तिमीलाई अलिकति सुरु सुरुमा झन्झट हो, अलिकति यो लामो लाग्छ होला, तर यो सिक्यो भने तिमीहरूको कम्तीमा पनि तिमीहरूको इक्जाममा रो अपरेसन बिग्रिँदैन कि। तिमीले यो प्रयोग नगरिकन अब त्यत्तिकै गऱ्यो भने त्यहाँ बिग्रिने चान्स बढी हुन्छ होइन, यसरी गऱ्यो भने बिग्रिने चान्स हुँदैन। त्यही भएर यसको लागि चाहिँ घरमा बरु प्र्याक्टिस गर्ने होइन, इक्जाममा आउँदा चाहिँ फास्ट 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 गर्न सक्नु पऱ्यो क्या तिमीले है। ल अब यसपछि हाम्रो काम भनेको के हो त, अब हामीले यसलाई चेन्ज गर्नु पऱ्यो होइन, यो तलको, अब यो तलकोलाई चेन्ज गर्नु पऱ्यो। अब तलको लागि पनि सेम त्यही तरिका अप्नाउने है। ल अब मैले यहाँ तल चाहिँ यसलाई पनि नन गरिदिएँ है, अनि यसलाई पनि नन गरिदिएँ। अब हाम्रो तलको काम हो नि त होइन, भनेपछि अब हाम्रो फेरि ई भनेको के त, अब यो तललाई 0 बनाउनु छ। तललाई 0 बनाउनलाई फेरि के गर्नु पर्यो त भन्दाखेरि हामीले फेरि अर्को एउटा अपरेसन के छ त, त्यो के छ त भन्दा R3लाई होइन, R3लाई अब हामीले चेन्ज गर्नु छ भनेपछि R3लाई के गर्ने त भन्दाखेरि R3 अनि प्लस कति गर्नु पर्यो त, 15R2 गर्नु पर्यो होइन। 15R2 गरेपछि बल्ल त्यो 0 हुन्छ। भनेपछि अब हाम्रो के हुन्छ त, अब एबिसी भनेको त त्यही माथिकै 1 त्यही नै भइहाल्यो होइन, यो हटाइदिउँ। ल एबिसी भनेको चाहिँ हाम्रो यो भयो। अब अलिकति यहाँ अलिकति यसबाट चाहिँ गर्नुपर्छ कि यो ई होइन।
ए होइन यो होइन, यो हाम्रो हो नि त। अब यो चेन्ज नहुने भनेको यो भयो। यसलाई पनि अलिकति मिलाउँ त। उम्, यस्तो, उम्, एकछिन। यति गरेपछि त यो कति ढुक्क हुन्छ होला अब यो, किनकि जस्ट सार्दै मात्र पुग्छ क्या, होइन। यो भनेको यसलाई मैले होइन, यो पार्ट भनेको चाहिँ हाम्रो एबिसी भयो। अनि अर्को यो तलको पार्ट भनेको चाहिँ हाम्रो अब एक्स वाइ जेड हुन्छ। ओके, यसलाई पनि कलर चेन्ज गरिदिउँ न। यसलाई कलर चेन्ज गर्दाखेरि यसको चाहिँ यो राख्नु। ल यो सजिलो पनि भयो तिमीहरूलाई, होइन। चट्ट चट्ट सार्दै पुग्यो क्या। भनेपछि यो माथिको हाम्रो एबिसी हुन्छ भने चाहिँ अब यहाँ चेन्ज गर्ने है। को भ्यालु पनि अब चेन्ज भयो, 15 राख्नु पऱ्यो। अब ए भनेको 1, बी भनेको 2/3, बी भनेको 2/3, सी भनेको 0, सी भनेको 0, एक्स भनेको -15, एक्स भनेको -15, अनि वाइ भनेको -12, वाइ भनेको -12, अनि एम भनेको 0, एम भनेको 0। ल यो गर्दाखेरि कति आयो त, यो ठिक छ, यो पनि ठिक छ, यो पनि ठिक छ, भनेपछि ए प्लस एक्स हाम्रो 0 आयो, होइन। यो हाम्रो के आयो त, यो के आयो त, 0 आयो। अब यहाँ हेर है, यो 0 1 1 भनेको एक्समा छ भनेपछि अब यो यक्स यस छ नि, यस यो यस के हुन्छ, एक्समा चेन्ज हुन्छ। यो पनि चेन्ज गर्ने हो है। अब यतापट्टि कति आउँछ त भन्दाखेरि -2, यतापट्टि कति आउने भयो, -2। अब यतापट्टि कति आउँछ त भन्दाखेरि 0, होइन। यो भनेको कति आउँछ त, 0। अब फास्ट फास्ट गर्ने क्या अब। अब हाम्रो सबै चेन्ज हुन्छ फेरि, होइन। अब यो यतापट्टि लैजाउँ, यो हाम्रो एबिसी भयो, यो तलको, होइन। यो तलको चाहिँ यो चाहिँ के भयो, यो हाम्रो XYZ हुन्छ। भनेपछि अब चेन्ज गरिदिइहाल्नु, भने त 15 ठिकै छ। अब ए भनेको चाहिँ 1/3, ए भनेको 1/3, बी भनेको 0, बी भनेको 0, सी भनेको 8, सी भनेको 8। अब यक्स भनेको कति त, 0, एक्स भनेको 0, वाइ भनेको कति त 1, है। अनि यम भनेको कति त 0। ल अब एकचोटि यो भइहाल्यो, चेक गरेको, यो नगर्ने है, यो नसार्ने। अब यो चाहिँ सार्ने, यो भनेको हाम्रो कति आयो त, ए प्लस एक्स भनेको कति आयो त 5, होइन। यो भनेको हाम्रो 5। त्यस्तै गरी फेरि ए प्लस वाइ भनेको यो भनेको हाम्रो 1, अनि फेरि अर्को यो भनेको कति आयो त, है, यो भनेको चाहिँ हाम्रो कति आयो त 120। ल यति गरेपछि अब हाम्रो पहिलो यो सेकेन्ड टेबलको काम सक्यो। अब हामीले कतापट्टि हेर्ने त, यो तलपट्टिको यो रोमा हेरौँ, यहाँ हेर त, यहाँ यो रोमा हेर्दाखेरि अब यहाँ नेगेटिभ इन्ट्री छ कि छैन भन्दाखेरि छ, यी -2 छ, होइन। नेगेटिभ इन्ट्री हाम्रो के भयो त, यो -2 छ। अब यसलाई फेरि के गर्नु पर्यो त, हामीले हटाउनु पर्यो। यसलाई फेरि के गर्नु पर्यो त, हामीले हटाउनु पर्यो, होइन। अब हटाउँदाखेरि फेरि यहाँ त्यही अघि मैले अघि कहाँ गएको थिएँ, हो यहाँनिर, सेम त्यही तरिकाले लेख्ने यहाँनिर। द मोस्ट नेगेटिभ इन्ट्री भनेपछि के भयो त, यहाँनिर 2 भयो।
सो पिभट कोलम भनेपछि कुन भयो त भन्दा यहाँ वाइ कोलम भयो होइन। पिभट कोलम भनेको चाहिँ कुन भयो त यहाँ, अब हाम्रो वाइ कोलम भयो। यो मैले हटाइदिएँ है डिजाइनमा। यो हाम्रो वाइ कोलम भयो। कुन चाहिँ कोलम भयो त, यो कोलम भयो, यो वाइ कोलम। यो चाहिँ हाम्रो पिभट कोलम भयो। सो पिभट कोलम इज कति भयो त, वाइ। पिभट कोलम भनेको कति भयो त, वाइ भयो। अनि त्यसपछि अब फेरि हामीले पिभट रोको लागि त के गर्ने भनेको थियौँ, यो 2/3 र यो यसको हामीले यो रेसियो निकाल्ने होइन। यसको 5/3 यसको निकाल्नु पऱ्यो भनेपछि कति हुन्छ त भन्दा 5/5/5/3 भयो। 5/5/3 है। 5/5/5 फाइभ ल 5/5/3 गर्दाखेरि यो कति आउँछ त, 5 5 काटिन्छ, यो चाहिँ कति आउँछ त, यो 3 आउँछ है। अनि त्यसपछि फेरि यतापट्टि 8/2/3 गर्नु पऱ्यो होइन। 8/2/3 गर्नु पऱ्यो भने चाहिँ यहाँनिर पनि 8/2/3 लैजाउँ। 8/2/3 गरौँ, गर्दाखेरि 2ले त्यसलाई काट्छ, यो भनेपछि कति आउँछ त, अँ, कति आयो त भन्दाखेरि बाहिर आउँछ है, 12 आउँछ। यो 12 आएपछि भनेपछि हाम्रो अब यो कुन चाहिँ हो त मिनिमम, अब यो 3 भनेपछि यो आर रो चाहिँ हाम्रो के भयो त, आर रो चाहिँ के भयो त, पिभोट रो भयो। आर रो चाहिँ पिभोट रो भयो भनेपछि अब दुइटैको कमन इलिमेन्ट कुन भयो त भन्दाखेरि 5/3 भयो होइन। कति भयो त, 5/3 भयो पिभोट। अब यो पिभोट इलिमेन्टलाई हामीले के बनाउने त, 1 बनाउने। यसलाई के गर्ने त, 1 बनाउने है। अब यसलाई 1 बनाउनलाई के गर्नुपर्छ त भन्दाखेरि सेम त्यही अघिकै के गर्नुपर्छ त, यही अघिकै यस्तै तरिकाले यहाँनिर यसलाई कपी गरौँ। ल अब के गर्नु पर्यो त भन्दाखेरि हाम्रो जुन अब त हाम्रो R1 हो, R1लाई चाहिँ गर्नु पर्यो, R1लाई केले मल्टिप्लाई गर्नु पर्यो त, 3/5ले। 3/5ले मल्टिप्लाई गरेपछि पो बल्ल त्यो 1 मा जान्छ होइन। टाइम्स कति त, 3/5ले मल्टिप्लाई गर्नु पर्यो। ल अब गरिदिउँ त होइन। 3/5ले त्यसलाई मल्टिप्लाई गरेपछि यो के हुन्छ त, अब यसपछि हाम्रो नेक्स्ट कलम बनाउनु होइन। ल यो यसको अब हामीले नेस बनाऊँ। ल यो हुन्छ। अब यहाँनिर यसलाई 5/3ले मल्टिप्लाई गरेपछि के हुन्छ त, यो भनेको 1 भयो। यो भनेको पनि ए सरी 3/5ले होइन, 3/5ले भनेपछि यो 3/5 भयो। यहाँनिर 3/5 गर्दाखेरि कति आउँछ त, 2/5 आउँछ। यहाँनिर 2/5 आउँछ। यहाँनिर 0 भयो, यो यहाँनिर के भयो त, 3 भयो। अब फेरि अब यहाँ है, अब फेरि के गर्ने त भन्दाखेरि यो दुइटा होइन, यो दुइटालाई हामीले गर्नुपर्छ। अब फेरि हामीले यो कुरालाई यहाँनिर यो दुइटालाई जेरो, यो दुइटालाई हामीले जेरो बनाउने, यो दुइटालाई हामीले जेरो बनाउने। अब यो दुइटालाई जेरो बनाउँदाखेरि अब के लाउनु पर्यो त भन त भन्दाखेरि के लाउनु पर्यो त, अब त्यो कुरा हामीले यहाँ चाहियो होइन। अब के चाहियो त भन्दा यसलाई र यसलाई जेरो बनाउनु पर्यो भनेपछि अब R2लाई जेरो बनाउनु पर्यो। R2लाई जेरो बनाउँदा R2 अनि यो के भयो त, माइनस गर्नु पर्यो -2/3 अनि केसँग त भन्दा R1सँग गर्नु पर्यो भनेको
सो अब भनेपछि हाम्रो अब ई को भ्यालु कति आउँछ त यहाँ -2/3 कोसिएन्टलाई चाहिँ ई भन्ने क्या हामीले कोसिएन्टलाई चाहिँ ई भन्ने अनि त्यतिखेर अब हाम्रो एबिसी चाहिँ के हुन्छ त भन्दा एबिसी चाहिँ होइन एबिसी चाहिँ के हुने भयो भन्दाखेरि एबिसी चाहिँ के हुन्छ त भन्ने कुरा हो होइन एबिसी ल एबिसी एबिसी चाहिँ अब हाम्रो अब त हामीले यो माथिकोलाई हो नि त यहाँ यो चाहिँ हाम्रो एबिसी हुने भयो अनि त्यसपछि सेकेन्डलाई चाहिँ हामीले के गर्ने त चेन्ज गर्ने हो भनेपछि होइन सेकेन्डलाई चाहिँ अब हामीले चेन्ज गर्ने भनेपछि एक्स वाइ जेडको काम चाहिँ केले गर्ने भयो त यसले गर्ने भयो यो चाहिँ एक्स वाइ जेड हुने भयो हो यो चाहिँ के हुन्छ त एक्स वाइ जेड हुने भयो है ल अब एकैछिन है त यसलाई पनि हामीले यहाँनिर अब यो अब हाम्रो सेकेन्ड टेबल बनाऊँ है यहाँनिर यहाँनिर अर्को सेकेन्ड टेबल बनाऊँ यहाँनिर ल अब हामीले यो दुइटालाई जेरो बनाउँदै गइरहेछौँ नि त भनेपछि अब हामीले यो माथिको टर्म त लेख्नै पर्यो यो यिनीहरू चाहिँ अब यहाँ हामी चेन्ज गर्छौँ यो चाहिँ हामी के गर्छौँ त अब चेन्ज गर्छौँ अब यो क्यालकुलेटरमा ल ई भनेको के भयो त सरी है अघि बोल्दा बोल्दै कट भएछ यो अलिकति बाँकी थियो अब यो सघाउनु पऱ्यो नि त होइन अब यो फेरि मैले फेरि रिस्टार्ट गरेँ यो जस्तो यहाँ मैले अघिको भिडियोमा त्यो भरेको थिएँ फेरि यहाँबाट फेरि हेरौँ है त अब मैले के भनेको थिएँ भन्दा यो चाहिँ हाम्रो एबिसी हुने भयो ए सरी यो निलो चाहिँ हाम्रो एबिसी यो चाहिँ हाम्रो के हुन्छ एक्स वाइ जेड हुन्छ भनेपछि अब त्यो अनुसार गर्दाखेरि होइन त्यो अनुसार गर्दाखेरि अघि मैले हालिसकेको छु को भ्यालु कति थियो भन्दाखेरि एकपल्ट फेरि हेरौँ है ओके ल ल को भ्यालु -2/3 ठिक छ ए को भ्यालु 0 बीको भ्यालु 1 सीको भ्यालु 3/5 गर्दाखेरि एक्सको भ्यालु 1 वाईको भ्यालु 2/3 थियो एमको भ्यालु 0 भनेपछि अब हाम्रो ल त्यो छैन यो -2/3 यो नराख्न नसार्ने है यो खालि जस्ट चेक मात्र गर्ने हो ओके यो भयो ल, अब हाम्रो ए बक्स ल्याक्स भनेपछि के आयो त यो भनेको 1 हो त्यो भनेको यहाँ लेख्ने है अनि त्यसपछि यो भनेको 0 त्यो भनेको यहाँ लेख्ने अनि त्यसपछि यो भनेको -2/3 यो भनेको कहाँ लेख्ने त -2/5 यहाँ लेख्ने होइन अनि त्यसपछि अब फेरि चेन्ज गर्नु पऱ्यो होइन अब हाम्रो यो हाम्रो त -2/3 छ भनेपछि अब हाम्रो एबिसी भनेको चाहिँ कुन हुन्छ त यो चाहिँ एक्स वाइ जेड हो यो रातो जति यो चाहिँ यतापट्टिको चाहिँ यो चाहिँ के भयो त यो चाहिँ हाम्रो एबिसी हुन्छ ल अब हामीले ई भनेको त त्यही नै -2/3 नै भयो ए भनेको कति राख्नु पर्यो त ए भनेको -2/5 राख्नु पर्यो होइन -2/5 राख्नु पर्यो त्यसपछि बी भनेको कति राख्नु पर्यो त बी भनेको 0 राख्ने अनि यो सी भनेको के अरे एम भनेको चाहिँ हाम्रो के अरे 3 राख्ने सी भनेको चाहिँ 3 राख्ने त्यसपछि हामीले एक्स भनेको कति राख्नु पर्यो 1/3 राख्ने अनि वाइ भनेको कति राख्ने त 0 राख्ने र एम भनेको कति राख्ने त 8 राख्ने ल राख्दाखेरि के आयो त चेक गऱ्यो ए भनेको -2/3 ठिक छ ए पनि -2/5 बी भनेको 0 ब्लू पार्टको है अनि यो भनेको 3 भइहाल्यो ल भनेपछि अब कति आयो भनेको हाम्रो 3/5 आयो हो त्यो पार्ट चाहिँ यहाँ लेख 3/5 होइन अनि त्यस पछाडि वाइ भनेको यो भनेको 0 आयो अनि त्यसपछि अब यो उतापट्टि यो भनेको 6 आयो होइन यो भनेको कति आयो त है यो हाम्रो 6 आयो ल अब हामीले अब यतापट्टि गर्नु पऱ्यो अब यतापट्टि गर्नलाई फेरि के गर्ने त हाम्रो यो निलो पार्ट भनेको चेन्ज हुँदैन अनि त्यो चेन्ज नहुने पार्ट भनेको यो हाम्रो एबिसी भइहाल्यो अब यसलाई हाम्रो यतापट्टि होइन यतापट्टि राख्नु पऱ्यो ल चेन्ज हुने टर्म चाहिँ यो भयो
भनेपछि अब हाम्रो ईको भ्यालु पनि चेन्ज हुन्छ अब। है त हामीले 2/3 राखेको थियौँ, यसलाई 0 बनाउनलाई के गर्नु पऱ्यो त +2 थप्नु पऱ्यो भनेपछि यहाँनिर अब हाम्रो चेन्ज नेक्स्ट के भयो त यो प्लस हुन्छ अनि यो भनेको 2 हुन्छ। अनि यो हामीले अहिले केलाई चेन्ज गरिरहेको छौँ त R3लाई होइन, R3लाई चेन्ज गरिरहेको छौँ भनेपछि यो R3 भयो अनि यो पनि R3 ल। उम्, यो भयो है, यो भनेको हाम्रो R3 भयो ल। अब R3 अब हाम्रो ईको भ्यालु भनेको के भयो त यहाँ ईको भ्यालु भनेको 2 भयो होइन। अब हामीले 2 राख्नु पऱ्यो है यहाँनिर 2 राख्ने। ए भनेको 0 निलोको हेर्ने ए 0, बी भनेको 1, सी भनेको 3/5 गरेर यो राखिदिने कति आयो त। अनि यक्स भनेको हाम्रो 0 अनि यो भनेको -2 यो भनेको 0 ल। अब यसरी राख्दाखेरि यो भनेको कति आयो त 0 आयो होइन। यो भनेको कति आयो 0 आयो। अनि अब त्यसपछि ए प्लस वाइ भनेको कति पनि यो पनि कति नै आउनुपर्छ 0 आउनु पर्यो होइन। यो पनि 0 आउनु पर्यो। अनि त्यसपछि अब यो भनेको कति आउँछ त यो भनेको 6/5 आयो। कति आयो त 6 ओके 6/5 आउँछ होइन। फेरि सब मिस्टेक भयो है। यो चाहिँ त्यही भएर तिमीले ध्यान दिनु है। यो चाहिँ कि त के भन्दाखेरि कति पनि चेन्ज भइहाल्दो रहेछ। ल अब यतापट्टि हाम्रो कति आएको थियो त अघि भन्दाखेरि 6/5 आउँछ होइन। 6/5 यो आउँछ। ल अब हामीले फेरि चेन्ज गर्नु पऱ्यो फेरि। अब हाम्रो यो चेन्ज नहुने पाटो भनेको निलो यो जुन चाहिँ एबिसी भनेको यो हुन्छ होइन। चाहिँ हाम्रो के भयो त एबिसी भयो अनि चेन्ज हुने पार्ट चाहिँ कुन हो त यो भयो ए। ल अघि मैले के थिचिदिएँ क्यालकुलेट सल्भ गरेर फेरि हेर्नु पऱ्यो है। त्यसलाई ठिक छ हामी गरौँ न के छ होइन। अल्फा हामीले के राख्ने ई अल्फा सेमिकोलन अल्फा ई अल्फा सेमिकोलन अल्फा बी अल्फा सेमिकोलन अल्फा सी अल्फा सेमिकोलन अल्फा अल्फा ई अल्फा ई प्लस अल्फा एक्स है। अनि फेरि त्यहाँबाट अल्फा सेमिकोलन अल्फा ई अल्फा बी प्लस अल्फा वाई फेरि अल्फा सेमिकोलन अल्फा ई अल्फा बी भयो होइन। अल्फा बी अल्फा सी अब त चाहिँदैन प्लस अनि अल्फा एम हो। अनि त्यसपछि हामी केमा क्याल्कमा थिच्ने। ल ईको भ्यालु 2 नै भइहाल्यो। ए को भ्यालु अब हामीले चेन्ज गर्नु पऱ्यो होइन। ए को भ्यालु कति गर्नु पऱ्यो त ए को भ्यालु भनेको -2/5 -2/5 हुन्छ। बी को भ्यालु 0 भयो सी को भ्यालु 3 भयो एक्स को भ्यालु 5 वाई को भ्यालु 1 अनि एम को भ्यालु 120। ल अब यो गर्दाखेरि कति आयो त भन्दाखेरि ल यो भनेको कति आयो 21/5 आयो होइन। लेखौँ 21/5। त्यसपछि फेरि इक्वल टु गरौँ यो भनेको 1 आयो। फेरि अब इक्वल टु गरौँ यो भनेको कति आयो त 126 आयो। ल अब यति गरेपछि अब हामीले फेरि केमा हेर्ने त यो लास्ट रोमा हेर त के छ यहाँ हेर त लास्ट रोमा सबै के आयो त नन नेगेटिभ आयो। सो यो नन नेगेटिभ आउनु भनेको अब हाम्रो काम सक्यो
अब यसमा चाहिँ अनि यहाँनिर अब यो हामीले वाइको भ्यालु 100 चेन्ज गरेपछि अब यो आर पनि यहाँनिर के हुन्छ त, यहाँ चेन्ज हुन्छ। यो चाहिँ वाइ हुन्छ है। र ल लास्टमा अब हामीले के लेख्ने त भन्दाखेरि है, यसको चाहिँ माथि के लेख्नु पर्यो त, है त ल लास्टमा हामीले एन्सर लेख्नु पर्यो। के भनेर लेख्ने त भन्दाखेरि है, भन्दाखेरि सिन्स देयर इज नो नन नो नन नेगेटिभ नो नन नेगेटिभ number means the solution is optimal. Hence the solution is optimal. So therefore and therefore हाम्रो के त भन्दा जेट इज इक्वल टु के आयो त 126 म्याक्सिमम होइन, म्याक्सिमम लेख्नु म्याक्स जेट यति आयो एट एक्स इज इक्वल टु कति, एक्स इज इक्वल टु 6 एन्ड वाइ इज इक्वल टु 3 भनेर यसरी लास्टमा एन्सर लेखिदिने। यसरी यति गऱ्यो भने तिमीहरूको 5 मार्क्स पायो है त। ल अब यो भिडियो हेर्नु, यो भिडियो हेरेर रिपिट गरिरहनु क्या, रिपिट गरौँ 2-3 चोटि गरेपछि आउँछ। सुरुमा चाहिँ के हो जस्तो लाग्छ। पछि फेरि यही तरिकाले हामीले रो इक्विभ्यालेन्ट पनि गर्न सक्छौँ। यो रो इक्विभ्यालेन्ट म्याट्रिक्स चाहिँ 3 मार्क्सको आउँछ। त्यहाँ पनि यस्तै खालको अपरेसनहरू गर्नुपर्छ। अनि त्यस्तै खालको अपरेसनमा सेम यो क्यालकुलेटरबाट अलिकति इजी हुन्छ कि हाम्रो रो अपरेसन बिग्रिँदैन भन्नको लागि मात्रै हो है मैले यो गरेको खासमा। नत्र चाहिँ तिमीलाई अब यो एकदम अप्ठ्यारो लाग्यो अब के भनौँ, नत्र यसलाई मैले भनेको तिमीले 2-3 चोटि यसैबाट प्र्याक्टिस गऱ्यो भने यो इजी पनि हुन्छ र इक्जाममा बिग्रिने चान्स पनि हुँदैन तिमीहरूको। ल अब मानव रो इक्विभ्यालेन्ट पनि आयो, सिम्प्लेक्स पनि आयो भने 8 मार्क्स त मजाले आयो क्या। तिमीले यति मात्रै दुःख गर्नु पर्यो, तिमीहरूको 8 मार्क्स चाहिँ सिक्योर गराउँछ है त। ल अब अर्कोचोटि चाहिँ म यो रो इक्विभ्यालेन्टको पनि एउटा यस्तै बनाएर तिमीलाई म यो ग्रुपमा है, वाट्सएपको ग्रुपमा हालिदिन्छु। हेर्नु केही यताउति समस्या छ भने मेसेज गर्नु है। ल अहिलेलाई टाटा बाई बाई। ल